नम्बर 1 मा छ हरेक समय चाप्लुसी गर्ने व्यक्तिको सङ्गत नगर्नुहोस्। जो हरेक समय तपाईँको चाप्लुसी गर्छ त्यो वास्तवमा कहिले पनि तपाईँको लागि असल साथी बन्न सक्दैन। चाप्लुसी गर्ने मानिसहरू प्राय आफ्नो फाइदा मात्रै हेर्ने गर्छन्। उनीहरूको उद्देश्य सधैँ असल साथी बन्ने नभई आफ्नो लागि लाभ उठाउनुहुन्छ। यस्ता मानिसले झुटो कुरा र तारिफमा फसाएर सधैँ तपाईँलाई गलत दिशातर्फ धकेल्छन्, जसले गर्दा तपाईँको निर्णय लिने क्षमता कम हुँदै जान्छ र तपाईँले गलत निर्णय लिनुहुन्छ। चाप्लुसी गर्ने मानिसले कहिले पनि हृदयदेखि सम्बन्ध बनाएका हुँदैनन्, जसले गर्दा उनीहरूको सम्बन्ध धेरै लामो समयसम्म टिक्दैन। उनीहरू आज तपाईँसँग छन्, तर यदि उनीहरूले तपाईँमा फाइदा देखेनन् भने भोलि आफ्नो फाइदाको लागि अरू कसैको चाप्लुसी गरिरहेका हुन्छन्। हामीहरू पनि यस्ता चाप्लुसी सुनेर आफ्ना कमी कमजोरी र गल्तीहरूलाई देखेर पनि नदेखे झैँ गर्छौँ वा आफ्ना गल्ती र कमजोरीलाई स्वीकार गर्न सक्दैनौँ, जसले गर्दा हामीले आफूमा भएका गल्ती कमजोरी र आफ्ना समस्याहरूको सुधार गर्न सक्दैनौँ, जुन हाम्रो प्रगतिको लागि बाधा बन्छ। जसरी पानीलाई हेरेर त्यसको गहिराई थाहा पाउन सकिन्न, त्यसरी नै मानिसले चाप्लुसीका 4 कुरा गरेर आफ्नो नियतलाई लुकाउँछन्, जसले गर्दा हामीले उनीहरूलाई चिन्न सक्दैनौँ। भगवत गीतामा यस्तो बानी भएका व्यक्तिहरूलाई आसुरी प्रवृत्तिको संज्ञा दिइएको छ, जसले तपाईँमा नकारात्मक प्रभावहरू बढाएर तपाईँलाई अधोगतितर्फ धकेल्छन्। त्यसैले सहीलाई सही र गलतलाई गलत भन्न सक्ने मानिसको सङ्गत गर्नुहोस्, जसले तपाईँका कमी कमजोरीलाई स्वीकार गरे तिनलाई सुधार्नमा तपाईँलाई मद्दत गरोस्।